आयात रेजेन्सी होटलले जेनजी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ। होटलमा 133 मजदुर रहेको होटलले जनाएको छ। होटलका महाप्रबन्धक आशिष कुमारले मानव संसाधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मङ्सिर 22 गतेभित्र बिदा दिन निर्देशन दिएका हुन्। उनले श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै पनि निष्कर्ष नभएकोले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकोले 30 दिन अर्थात् मङ्सिर 22 गतेदेखि लागू हुने गरी श्रम ऐन 2074 को दफा 145 बमोजिम सम्पूर्ण 133 श्रमिक कटौती गरिएको बताएका छन्। महाप्रबन्धक कुमारले कोभिड-19 का कारण लामो समय होटल पर्यटन तथा अन्य क्षेत्र बन्द भएकोले ठूलो आर्थिक क्षति हुँदा भदौ 24 गतेको घटनाका कारण पुनः होटललाई ठूलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौं रकम लाग्ने तथा मर्मत अवधिभर होटलको कुनै पनि आम्दानीको स्रोत समेत नहुने भएकोले होटल थप ठूलो आर्थिक चुनौती भोगिरहेको बताएका छन्।